पार्टी गरेर बसिरहेको थियो एकैचोटि मेल आउँछ मेल चेक गर्छु मेल चेक गर्दाखेरि त भिजा सक्सेसफुल भयो मेरो रिसेन्टली 4 दिनमा युकेको भिजा आएको छ एमएससी इन्टरनेसनल बिजनेस गर्न जाँदैछु म युकेमा मैले 11,800 पाउन्डमै मैले युकेमा मास्टर गर्ने अपर्च्युनिटी पाएको छु एउटा चाहिँ मैले एआई इन्टरभ्यू दिएँ र मैले त्यसमा चाहिँ मेरो पासपोर्ट राम्रोसँग नदेखाएको कारणले मेरो सेकेन्ड इन्टरभ्यू भयो र त्यो चाहिँ पर्सनल इन्टरभ्यू भयो अनि त्यो मैले क्र्याक गरेँ त्यो दिन चाहिँ मेरो फ्यामिली गेट थियो अनि हामी सबैजना कजन हामी बसिरहेको थियौँ अनि मेरो भिजा पनि यस्तो थियो भिजा पनि अलिकति अप्ठ्यारो समय कस्तो भने रातिको 11 बजे भिजा आएको मेरो अनि हामी कजनहरू सबैजना बार्बिक्यू गरेर हामी पार्टी गरेर बसिरहेको थियौँ एकैचोटि मेल आउँछ मेल चेक गर्छु मेल चेक गर्दाखेरि त भिजा सक्सेसफुल भयो तपाईँ चाहिँ एक्सेप्टेड हुनुभयो भनेर आउँछ अनि हामी अझै डबल सेलिब्रेट भयो त्यो दिन एमएससी इन्टरनेसनल बिजनेस गर्न जाँदैछु म युकेमा अनि मेरो फ्युचर प्लान चाहिँ कस्तो छ भने मेरो कोर्स चाहिँ त्यति जम्मा 1 वर्षको मात्र हो मेरो कोर्स र त्यो कोर्स सकेपछि चाहिँ म नेपालै फर्केर नेपालमै केही बिजनेस इम्पोर्ट एक्सपोर्ट र एज अ म्यानेजर इन दि रेपुटेड एन्ड द इन्टरनेसनल बिजनेस विच इज इस्टाब्लिस इन नेपाल त्यस्तो अर्गनाइजेसनहरूमा चाहिँ काम गर्न चाहन्छु